हेलो साथीहरू सबैलाई सेवा नमस्कार। म दिपेन्द्र साम्बाङ राई तपाईँहरूको साथमा चाहिँ मैले जुन आज मोडर्न कम्युनिकेसन सिस्टमको चाहिँ बारेमा चाहिँ केही इम्पोर्टेन्ट क्वेसनहरू र न्युमेरिकलहरू चाहिँ डिटेलमा गर्न चाहन्छु। र यहाँनिर चाहिँ आज चाहिँ हाम्रो चाहिँ जुन यो चाहिँ अप्टिकल फाइबर कम्युनिकेसनको चाहिँ हो। अप्टिकल फाइबर कम्युनिकेसनको चाहिँ लास्ट युनिटको चाहिँ हामीले आज डिटेलमा अन्तिम भिडियो है, यो चाहिँ लास्टमा सक्नेछौँ। र यसमा भनेको चाहिँ जस्तै हामीले चाहिँ डिटेलमा न्युमेरिकलहरू पनि गर्नेछौँ। र त्यो सँगसँगै के हुन्छ भन्दाखेरि अप्टिकल ग्राउन्ड वायर, ओपिजिडब्ल्यू सिस्टम, ओएफडिएमको कुराहरू सबै यिनीहरू चाहिँ हामीले गर्नेछौँ र न्युमेरिकलहरू नि डिटेलमा गर्नेछौँ। यो चाहिँ एकदमै भिबिआई क्वेसन सँगै त्यसको एन्सर पनि छ अनि सोल्युसन नि गरिदिन्छु मैले न्युमेरिकलहरूको है। त्यो सँगसँगै चाहिँ यहाँनिर हाम्रो यो बोर्ड इक्जाममा सोधेको क्वेसन चाहिँ यस्तो प्याटर्नको छ। यस्तो यस्तो क्वेसनहरू चाहिँ यहाँबाट आइसकेको छु। अप्टिकल ग्राउन्ड वायरको सिस्टमको पनि क्वेसन चाहिँ आएको थियो है। त्यो सँगसँगै अब चाहिँ के छ त भन्दाखेरि हामीले डिटेलमा यसको कुरा गर्छौँ। जस्तै अगाडि चाहिँ हामीले न्युमेरिकल एपार्चरको कुरा चाहिँ गरेको थियौँ हामीले है अगाडि चाहिँ। यो सँगसँगै यो छ है। अनि यहाँनिर चाहिँ आज हामीले चाहिँ यो ओपिजिडब्ल्यूको कुरा गर्छौँ पहिला। यसमा भने चाहिँ जस्तै ओभरहेड ग्राउन्ड वायर भनेको चाहिँ के हुन्छ भन्दाखेरि त्यो जुन हाम्रो ओभरहेड ट्रान्समिसन लाइनमा चाहिँ जस्तै कस्तो कस्तो इफेक्टहरू गर्छ त त्यो अप्टिकल ग्राउन्ड वायरसँग चाहिँ इन्ट्रिग्रेट गर्दाखेरि चाहिँ त्यो कम्युनिकेसन फङ्सन चाहिँ त्यसबाट चाहिँ के हुन्छ भने अप्टिकल वायर इन्ट्रिग्रेट गरिसकेपछि प्रोभाइड गर्छ। त्यो कुराहरू छ। कन्स्ट्रक्सनको हिसाबले हेर्दाखेरि चाहिँ के छ त भन्दाखेरि यो चाहिँ एउटा हाम्रो ओपिजिडब्ल्यू अप्टिकल ग्राउन्ड वायर सिस्टमको चाहिँ डायग्राम हो। यसमा भने जस्तै सिमेट्रिक डायग्राम छ। यसमा भने चाहिँ बाहिरतिर आउटर लेयरमा एल्युमिनियमको लेयर हुन्छ भने अनि त्यसमा भने चाहिँ एल्युमिनियम क्याट स्टिल हुन्छ। अनि त्यहाँदेखि मेटालिक प्लास्टिक ट्युब हुन्छ योमा। अनि त्यहाँदेखि त्यसको भित्र चाहिँ हामीले फेरि के गरिन्छ त भन्दाखेरि अप्टिकल फाइबर राखिन्छ। अप्टिकल फाइबर सँगसँगै के हुन्छ भने फिलिङ जेली पनि राखिन्छ है त। यो चाहिँ हाम्रो फिगर भइदियो। यो भने जस्तै ओपिजिडब्ल्यू इज द अप्टिकल फाइबर के हुन्छ कम्पोजिट ग्राउन्ड वायर भइदियो। यो चाहिँ एउटा जुन कम्पोजिट ग्राउन्ड वायर भइदियो। यसमा भने चाहिँ के हुन्छ भन्दाखेरि जस्तै टेबुलर स्ट्रक्चरहरू होइन, त्यहाँनिर चाहिँ अप्टिकल फाइबरहरू होइन वरिपरि त्यो लेयरहरूमा चाहिँ एल्युमिनियम स्टिल वायरहरूले चाहिँ के हुन्छ कभर गरिएको हुन्छ है। अनि त्यहाँदेखि त्यो लेयरको एल्युमिनियम स्टिलहरूलाई चाहिँ के हुन्छ भन्दाखेरि त्यो ग्राउन्ड र टावरसँग चाहिँ के गरिएको हुन्छ नि कनेक्ट गरेको हुन्छ। अनि त्यसबाट चाहिँ सर्भिसहरू प्रोभाइड गरिरहेको हुन्छ। अनि त्यहाँदेखि सिम्पल सिमेट्रिक डायग्राम फिगरमा अगाडिको फिगरमा छँदैछ है। त्यसबाट चाहिँ के हुन्छ त भन्दाखेरि त्यहाँनिर भनेको चाहिँ डिफ्रेन्ट होइन, जस्तै त्यो केबलहरूको डिजाइनहरूमा चाहिँ होइन विथ स्ट्यान्डिङ लाइनहरूमा चाहिँ जस्तै त्यहाँनिर इन्भाइरोमेन्टल फ्याक्टरको कारणले गर्दाखेरि आइस र विन्डको कारणले गर्दाखेरि चाहिँ त्यहाँनिर अलिकति त्यो लाइनहरूलाई चाहिँ के हुन्छ भने कज इफेक्ट गर्नु पनि सक्छ। त्यो भनेको चाहिँ हाम्रो आइस विन्डहरू भइदियो। यो सँगसँगै हाम्रो ओभरअल भने चाहिँ एउटा अप्टिकल ग्राउन्ड वायरको चाहिँ के हुन्छ भन्दाखेरि फिगर चाहिँ त्यो बाहिरको कभरको लेयरमा भने चाहिँ एल्युमिनियम र स्टिलहरूले चाहिँ के गरिएको हुन्छ भन्दाखेरि ऱ्याप गरिएको हुन्छ। अनि त्यो भित्र चाहिँ अप्टिकल फाइबर हुन्छ। अप्टिकल फाइबरबाट भित्र पनि त्यो प्लास्टिक अथवा के हुन्छ भन्दाखेरि ग्लास हुन्छ। अनि त्यस पछाडि भित्र चाहिँ अप्टिकल फाइबर हुन्छ। र अप्टिकल फाइबरभित्र चाहिँ के हुन्छ भन्दाखेरि त्यो सँगसँगै चाहिँ जेलीहरू पनि हुन्छ है त। अब त्यो चाहिँ हाम्रो फिगरबाट पनि बुझियो, यो मैले भनिसकेँ। र अर्को भनेको हाम्रो अब हामीले अप्टिकल फाइबरको चाहिँ न्युमेरिकल हेर्छौँ है त। अप्टिकल फाइबरको न्युमेरिकल चाहिँ यो चाहिँ धेरै इम्पोर्टेन्ट छ है। यहाँनिर हामीलाई सुरुमा भने चाहिँ के हुन्छ भन्दाखेरि मल्टिमोल्ड फाइबरहरू होइन, रिफ्र्याक्टिभ इन्डेक्सहरू, कोर क्ल्याडिङहरू सबै दिएको छ होइन। अन्तखेरि यो जुन डेल्टाहरू पनि दियो। यो सँगसँगै चाहिँ के छ त भन्दाखेरि न्युमेरिकल एपार्चर सुरुमा निकाल्नु अरे, अनि एसेप्ट एङ्गल निकाल्नु पर्ने अरे र क्रिटिकल एङ्गल निकाल्नु पर्ने अरे। यो चाहिँ इम्पोर्टेन्ट छ है। अरू सब्जेक्टहरूको लागि पनि इम्पोर्टेन्ट छ, जस्तै फिजिक्सहरूको लागि होइन। न्युमेरिकल एपार्चर भनेको चाहिँ के हुन्छ भन्दाखेरि रुट ओभर n1 को स्क्वायर माइनस n2 को स्क्वायर हुन्छ। वेयर n1
भनेको चाहिँ के हुन्छ रिफ्र्याक्टिभ इन्डेक्स क्वेसनले दियो। अब n2 चाहिँ हामीले यसैबाट निकाल्नुपर्ने हुन्छ। अनि एक्सेप्टेन्स एङ्गलको फर्मुला भने चाहिँ साइन इन्भर्स n1 को स्क्वायर माइनस n2 को होल स्क्वायर। यो निस्किसकेपछि साइन इन्भर्समा हाल्यो भने एक्सेप्टेन्स एङ्गल आउँछ। र क्रिटिकल एङ्गल भनेको चाहिँ के हुन्छ साइन इन्भर्स के हुन्छ भने n2/n1 गरेर चाहिँ निकालिन्छ है त। अब हामीलाई एउटा फर्मुला थाहा छ है, त्यो डेल्टा भनेको चाहिँ के हुन्छ भन्दाखेरि हाम्रो n1 को स्क्वायर माइनस n2 को होल स्क्वायर, n1 स्क्वायर माइनस n2 स्क्वायर डिभाइड बाई 2n1 को होल स्क्वायर। यो फर्मुला चाहिँ थाहा हुनुपर्छ। यो फर्मुलाबाट चाहिँ हाम्रो n2 निकालिन्छ। n1 त दिएकै छ क्वेसनले, र यसबाट चाहिँ n2 भनेको चाहिँ 1.5435 आउँछ। यो फर्मुला चाहिँ भुल्नै भएन। डेल्टा इजिकल टु n1 माइनस n1 स्क्वायर माइनस n2 स्क्वायर बाई 2n1 स्क्वायर गरेर चाहिँ त्यो डेल्टा निकाल्ने, डेल्टाबाट n2 आउँछ। त्यो n2 आइसके पछाडि त्यो अब न्युमेरिकल एपार्चर त त्यो रुट ओभर n1 स्क्वायर माइनस n2 स्क्वायर गर्नु हुँदाखेरि यति आइदियो 0.36। एक्सेप्टेन्स एङ्गल भनेपछि यसैको साइन इन्भर्स गरिदिने 21.22 आइदियो। अनि चाहिँ क्रिटिकल एङ्गल भने चाहिँ साइन इन्भर्स त्यो n2/n1 गरेर चाहिँ हाम्रो 75.83 डिग्री चाहिँ आइदियो। यो भनेको हाम्रो तिनैवटा आइदियो। त्यस पछाडि अब फेरि यो खाले फर्मुला छ। यो अल्फा डिबी भनेको चाहिँ के अरे, अल्फा भने चाहिँ एटोनेसन भन्छ। जस्तै कम्युनिकेसन सिस्टम युज द 10 किलोमिटर भने चाहिँ के हुन्छ 10 किलोमिटरको फाइबर अप्टिक्स छन् अरे, त्यहाँ लस भनेको चाहिँ 2.5 डिबी पर किलोमिटर छन् भने त्यहाँनिर आउटपुट पावर भनेको चाहिँ के हुन्छ भन्दाखेरि कति हुन्छ भनेर चाहिँ भनेको छ। अनि लस भनेको चाहिँ यहाँ 500 माइक्रोवाट दियो। लस यो भने चाहिँ के हुन्छ अल्फा डिबी भनेको चाहिँ लस भइदियो होइन यति किलोमिटर। अनि त्यसरी इनपुट पावर भनेको चाहिँ जस्तै के हुन्छ भन्दाखेरि इनपुट लस पावर भनेको चाहिँ 500 माइक्रोमिटर दियो भने आउटपुट पावर निकाल्नु छ। यो चाहिँ फर्मुला हाल्ने त केही छैन, यो एकदमै सिम्पल छ। फर्मुला थाहा भए आइहाल्छ एन्सर होइन। जस्तै अल्फा डिबी भनेको त 1/l 10 log बेस अफ 10। अनि त्यसरी के हुन्छ भने पी इन बाई पी आउट थियो नि त, त्योबाट गराउँदाखेरि चाहिँ हाम्रो के हुन्छ भन्दाखेरि पी आउट चाहिँ यो हो त्यो। यसलाई चाहिँ तपाईँहरूले ट्याक्क क्यालकुलेटरमा हाल्ने। यो अल्फा डिबी पनि दिएकै छ, उयो 1/l भने त 10 किलोमिटर दिएकै छ। योबाट चाहिँ हामीले क्यालकुलेटरमा ट्याक्क एकैचोटि डाइरेक्ट हाल्दाखेरि चाहिँ हाम्रो पी आउट भने चाहिँ 1.58 माइक्रो वाट आउँछ। यति नै एन्सर भइदियो। अनि यो कुरा पनि छ यहाँनिर अलिकति त्यो पनि सेम त्यस्तै हो। त्यो एलइडीको केसमा दिएको छ। पहिलो यो क्वेसन पढ्नुहोस्। एलइडीको आउटपुट पावरहरू सबै गिभन पार्टहरू दिएको छ। एलइडीको आउटपुट पावर भनेको चाहिँ 20 मेगावाट दिएको रहेछ। अनि केबल लस भनेको चाहिँ 0.6 डिबी पर किलोमिटर दिएको रहेछ। अनि जस्तै कनेक्टर लस भनेको चाहिँ के हुन्छ भन्दा 2.1 डिबी कनेक्टर दिएको रहेछ। लाइट लस दिएको रहेछ भनेपछि अब हामीलाई थाहा आउटपुट पावर एलइडीको आउटपुट पावर भनेको चाहिँ के हो त भन्दाखेरि 10 log बेस अफ 10 पी आउट बाई पी इन भने चाहिँ डिबीमा चाहिँ यति आउने रहेछ भन्दाखेरि यो चाहिँ थाहा हुनु पऱ्यो है त। एलइडीको आउटपुट पावर इन डिबीमा भनेको चाहिँ 10 log बेस अफ 10 पी आउट बाई पी इन गरिसके पछाडि त्यो पी इन त दिएको छैन भनेपछि 1 मेगावाट राख्दा भइहाल्यो। मेगावाट कट भइदियो 13.01 डिबी आइदियो। त्यो डिबी आएको टोटल त्यो डिबीलाई नै फेरि के हुन्छ भने त्यो अब टोटल केबल लस भनेको त के हुन्छ भन्दाखेरि एल इन्टु भने चाहिँ लेन्थ इन्टु अल्फा डिबी हो नि त। अल्फा डिबी भने चाहिँ 0.6 दिएको छ, त्योबाट 14 डिबी। अनि टोटल कनेक्टर लस भनेको चाहिँ के हुन्छ भन्दाखेरि नम्बर अफ कनेक्टर दिएकै छ, त्यसलाई मल्टिप्लाई गरिदिने। अनि त्यसरी कनेक्टर लस आइदियो। अनि त्यो टोटल लस गराउँदाखेरि के हुन्छ केबलको लस प्लस कनेक्टरको लस प्लस एलइडी लाइट सोर्स टु द फाइबर अप्टिक्स लस। अनि त्यसरी लाइट टु डिटेक्टर लस सबैले जोड्दाखेरि यति आइदियो 24.7 डिबी। त्यो नै के हुन्छ भन्दाखेरि यो भने चाहिँ पिआरडिबी भइदियो। अनि त्यसरी पिटिडिबी माइनस पी अल्फा डिबी त्यसलाई घटाउँदाखेरि चाहिँ हाम्रो चाहिँ माइनस यतिमा डिबीमा आइदियो। त्यसलाई चाहिँ अब के हुन्छ भने पी आउटमा चाहिँ गराउँदाखेरि चाहिँ के हुन्छ त भन्दाखेरि हाम्रो पिआरडिबी भन्ने चाहिँ 10 log बेस 10। अब फेरि के हुन्छ पिआरडिबी निकाल्नु पर्ने हुन्छ।